चाचे छिटो हान्छ है होइन ठिक छ नि हेलो नमस्ते सबैजनालाई आज हामी कति बज्यो होइन अहिले 11-19 भइरहेछ चुनावको ठ्याक्कै आज एक दिन अगाडि 20 गतेको दिन हामी ठ्याक्कै विज्ञान ज्योति बुथको साइडमै मेरो घर विज्ञान ज्योति होइन ज्ञानदीप ए सरी ज्ञानदीप विज्ञान ज्योति त अर्कै होइन हामीसँग छ यहाँ जल्दो बल्दो युवा एउटा दिपेश राउत विचानीको धेरै धेरै धन्यवाद मित्र अझै तपाईँको भ्लगमा आउनु पाउँदा मलाई धेरै धेरै खुसी लागेको छ के छ त अनि अब हामी चुनावी माहौलमा छौँ अब चुनाव पनि एकदमै नजिकिँदैछ अब भोलि हाम्रो चुनाव छ आज मौन अवधि लागिरहेको छ होइन हल्का यता देखाइदिन्छ सबै सुनसान छ सबै सुनसान भएको अवस्था छ अब लगभग यहाँ भोलि नभएको पनि 1000जना 2000जना जस्तो भेला हुन्छ यो ठाउँमा भोलि हामी प्रतिनिधिहरूलाई अब हामी भोलि सहयोग गर्नु पर्यो गरिरहेको छौँ होइन तर चलपल अवधि भए पनि चलपल चाहिँ ठिकै छ भनौँ आराम एकदम अनि अब यस्तै छ अहिले अब चलिराखेको छ अब देशको अब भीषण परिस्थिति पश्चात अब एउटा यहाँ के अरे प्रतिनिधिको निर्वाचन भइरहेछ अब आशा गरौँ राम्रो प्रतिनिधिले चुनाव जितेर देशलाई राम्रो ढङ्गले अघि बढाउनुहुन्छ भने हामी सम्पूर्ण नेपालीहरूले आशा गरेका छौँ अब यहाँको माहौल हेर्ने हो भने अहिले अब यहाँ मात्र होइन 15मा मात्र नभएर झापाको नेपालभरिको 165वटा क्षेत्रमै घन्टीको माहौल राम्रो देखिएको छ अब हेरौँ के हुन्छ यहाँबाट नेपालको कान्छो संसद निशा डाङ्गी हुनुहुन्छ अब काङ्ग्रेसबाट पनि एकदमै प्रतिभाशील व्यक्तित्व केशवराज पाण्डे हुन्छ अब हेरौँ अब कसले जित्छन् मान्छेले कसलाई भोट दिन्छन् त्यो त अब पछि नै कसले जित्छ त्यो त अब चुनाव पछि नै थाहा हुन्छ अब अहिले माहौल हुँदा चाहिँ हामीले माहौलमा चाहिँ अहिलेको माहौललाई आकलन गर्दाखेरि चाहिँ अब घन्टीले राम्रै मत झार्छ जस्तो लाग्छ मलाई यो 15बाट यो पालिको के भन्छ जुन यो निर्वाचन छ नि त्यो हाम्रो जेनेरेसनको चाहिँ एउटा हिस्ट्री बुकमै लेख्ने खालको निर्वाचन होइन यो किनकि केन्द्रीय आन्दोलन पछिको निर्वाचन भएको होइन अब एउटा रेभोल्युसन आएको एकदम रेभोल्युसन हो होइन यो क्रान्ति नै हो एउटा भनौँ अब नेपालले यहाँबाट अब राम्रो ढङ्गले अगाडि बढ्छ नेपालको मुहार फेर्छ भन्ने हामीले सम्पूर्णले आशा गरेका छौँ धेरै आशा छ यो निर्वाचनदेखि एकदमै धेरै आशा छ एकदम 76जनाको शहीद भएर आएको निर्वाचन हो नि त यो त अनि यो पालिको निर्वाचनमा चाहिँ यस्तो हेर्दाखेरि मतलब प्रायः जस्तो इन्ट्रेस्टेड छ क्या सबैजना अस्तिको पालिसम्म हामीलाई तेरै भोट कार्ड थिएन होला अस्तिको पालि दिनुहोस् होला होइन उमेर त पुग्यो त मैले भोट दिनँ यो पालि हाम्रो दुईजनाको फर्स्ट भोटर हो होइन अब हामी पनि हाम्रो विवेक प्रयोग गरेर दिन्छौँ सम्पूर्णलाई पनि आफ्नो विवेक प्रयोग गरेर भोट दिनु त चाहिँ उयो बहुमतको सरकार आओस् भनेर एकदम बहुमतको सरकार आयो भने त एकलौटी सरकार हुन्छ होइन 5 वर्ष हुन्छ अनि त्यो हुँदाखेरि उनीहरूले नीति निर्माण पनि गर्न उनीहरूलाई सजिलो हुन्छ त्यो कारणले गर्दाखेरि चाहिँ राम्रो बहुमत आयो भने त बहुमत आओस् होइन अनि यो पालि चाहिँ बहुमत चाहिँ कस्तो भन्दाखेरि ओपोजिसन जुन छ नि सायदै मलाई अब यो भन्दैकै बहुमत आउँछ आयो भने त्यसकै आउँछ जस्तो लाग्छ अनि अपोजिसनमा चाहिँ काङ्ग्रेस एमालेहरू हुन्छ कि त्यो यो पालिको जुन त्यो हुन्छ नि के भन्छ त्यसलाई सांसद इन्ट्रेस्टिङ हुन्छ क्या होइन अब यसपालिको अलिकति संसदमा मलाई कमेडी पनि हुन्छ जस्तो लाग्छ जबरजस्तै ऋषि धमाल जित्दैन ऋषि धमालले त्यहाँ जित्दैन जस्तो लाग्छ उसको उयसमा एगेन्स्टमा पावरफुलै छ राम्रै मान्छे क्यान्डिडेट उठिरहेको छ त्यहीँको स्थानीय गौतहटको अब मर्दर छ अहिले अब झापा क्षेत्र नम्बर 3मा राजा लिङ्गन वर्चस्व एकदमै हाई थियो तर अहिले त्यो वर्चस्व घटिरहेको छ त्यो क्षेत्र नम्बर 3मा चाहिँ कस्तो छ भने राजेन्द्र लिङ्गनको चाहिँ अब जित्ने सम्भावना नभए पनि उसले भोट चाहिँ काट्ने अलिकति हुन्छ नि अरू पार्टीहरूलाई चाहिँ अलिक अब त्यहाँ माटो साटो होइन त्यहाँ अब 3मा भनेको अलिक राईलिङ पनि धेरै छ नि राईलिङ भनेको अलिक जातिगत गइरहेछन् माटोतिर गइरहेछन् अनि हर्क साम्बाङ भनिरहेछन् अब हर्क साम्बाङले जित्दैन त्यो हर्क साम्बाङले धरानमा चाहिँ जित्छ सम्भावना छ तर त्यहाँको जुन भोटरहरू छ नि उसको सपोर्टरहरू पनि यो पालि चाहिँ अलिकति सेटिस्फाई छैन होइन अब हेरौँ के हुन्छ अब होइन अब चुनावको माहौल के हुन्छ भन्दा पनि अब चुनावको माहौल त घन्टीमा होइन छ अब घन्टीले जियोस् मेरो अनुमानमा नेपालभरि बहुमत चाहिँ ल्याउन गाह्रै छ तर मलाई जहाँसम्म लाग्छ यसपालि 65-70 सिट ल्याउँछ कि भनेको आशा छ कति 65 टोटल कतिवटा सिट हुन्छ 275मा 100 कतिवटा आउनु पर्यो बहुमत हुन 138 हुनु पर्यो 138 275मा होइन 250 2 तिहाई पनि भन्छ अर्को 2/3 भन्छ त्यो चाहिँ तेरो 185 ल्याउनु पर्यो
त्यो ल्यायो भने चाहिँ के हुन्छ भन्दाखेरि 2/3 सरकार हुन्छ। 2/3 सरकार भएपछि पनि के अरे त्यसले चाहिँ संविधानलाई चाहिँ संशोधन गर्न पाउँछ, हो त्यो 2/3 सरकार हो। अनि यस्तो पनि हुन्छ अब उनीहरूले 2/3 ल्याए पनि राष्ट्रिय सभा भन्ने अनि राष्ट्रिय सभामा प्रतिनिधि। हजुरबा नमस्कार, क्यामेरामा बोल्नुहुन्छ एकछिन? क्यामेरामा यहाँ आउनु नि त, युट्युबमा आयो हो। ल ल ठिकै छ। को बन्द छ त अघिदेखि अङ्कल यहाँ व्यवहार पनि हेर्नु पर्यो नि त। व्यवहार पनि हेर्नु पर्यो। अङ्कल यहाँ आउनु नि, क्यामेरामा यसो गफ हानिदिनु नि, आउनु नि यहाँ। ए म सोध्छु नि प्रश्न, अङ्कलले यसो मान्नु भएन होइन? ल ठिकै छ। अनि अर्को कुरा के? ए नेपालभरि सुन्छन् नि, टेन्सन नगर्नु, युट्युबमा हालेपछि भइहाल्यो नि। बुढाबुढीको कुरा कोही पनि सुन्दैन, सब युवाको कुरा मात्रै सुन्छ होइन। तल अझै एउटा के क्वेसन सोध्दै भने नि, झापा 5 सबैको आँखा लागेको क्षेत्र एकदम दमक होइन, त्यहाँको चाहिँ तँलाई अब केपी ओली हार्नै नमान्ने। केपी ओली फेरि कस्तो साइको क्या, अहिले पनि म प्रधानमन्त्री हुन्छु नभए त म बाँच्नै सक्दिनँ म जस्तो कुरा गर्छु त। म त्यही त अब त्यहाँ अब ऊ अलिकति ढिट भयो क्या त्यहाँ, हुन्छ नि। अब जस मेरो विचारमा चाहिँ उसले चाहिँ त्यहाँबाट हार्नुपर्ने मान्छे हो होइन, उसले हार्छ जस्तो लागिरहेछ। अहिले एउटा अमेरिकामा एउटा के सर्वे भइरहेको थियो भन्दाखेरि नेपालको प्रतिनिधि सभामा सबैभन्दा बढी सिट चाहिँ राजसभाले ल्याउँछ, राजसभापछि काङ्ग्रेसपछि एमाले चाहिँ नेपालको तेस्रो दल हुन्छ भन्ने कुरा आइरहेछ। अब हेरौँ के हुन्छ त्यो होइन। तर अब केपी ओलीले अब त्यहाँ विकास पनि गराएछ होइन, विकास त त्यो ठाउँको भएन नि त, पुरै उता देशको। तर उसले अब जुन चुनावको बेला अब मधेसी मान्छेहरूलाई अब जुन गुइठाको उयो विषयमा उसले बोल्यो होइन। ल अङ्कल यहाँ उयो पनि ल्याइदिनु भयो होइन, त्यो पनि खाइदिउँ। स्वास्थ्यको लागि राम्रो है, गर्मी बढिरहेको छ, झापामा खानु पर्यो है। अनि हो त्यो भएर चाहिँ अलिकति उसले ढिटपना चाहिँ उसले देखाउनु हुँदैन थियो। त्यही भएर उसको डाउनफल अब लगभग उसको राजनीतिक करियरै अब लगभग मलाई जहाँसम्म लाग्छ अब उसको भन्नाले पनि मलाई त एमालेको डाउनफल किनकि जता पनि अराजकता भनेर भन्छ नि, त्यो माफिया टाइपको गुन्डागर्दी हो त्यो भएर है यहाँ हो त्यस्तो हुँदैछ। अब हेरौँ के हुन्छ। झापा 5मा चाहिँ मलाई जहाँसम्म लाग्छ बालेनको क्रेज राम्रै छ, लफडा चाहिँ हुन्छ 100%। अनि मेरो सेक्युरिटी पनि भयङ्कर छ फेरि त। यहाँ लफडा हुने चान्स एकदम, त्यहाँ अशान्ति क्षेत्र एकदम प्रबल छ त्यो। त्यहाँ बदमासी हुने चान्सेस पनि छ, किनभने अब केपी ओलीको ठाउँ आफ्नै त्यो भएर अलिक हार्न नमान्ने हो। बालेनको क्रेज उस्तै, मतलब त्यहाँ डिसिप्लिन तरिकाले भोट हुने हो भने चाहिँ बालेनले 100% जित्छ। बदमासी नहुने भन्दा होइन, जित्नु पनि पर्ने है। एकचोटि बालेन प्रधानमन्त्री भएको हेर्न मन छ होइन। त्यो त सबै त्यो राजसभा किन घन्टी भन्ने भने बालेन आएर त भन्ने त्यो त हो। योभन्दा अगाडि कहाँ लगभग 10वटा सिट पनि जित्या, 10वटा सिट जस्तो जित्या थियो होला, 10-15 सिट। अब यसपालि राम्रो सिट ल्याउँछ, राम्रो सिट ल्याउँछ कि नत्र त घन्टी सबैलाई घन्टी थिएन नि त। बालेन आएपछि अलिकति अब युवाहरू बालेन ड्रिभन भयो क्या होइन। एकदम त्यो चाहिँ हो होइन। बालेनले गर्दा नि अहिले घन्टीको यस्तो वर्चस्व छ। अब त चुनाव हो, जे पनि हुनसक्छ, अनएक्सपेक्टेड हुन्छ। अब जति घन्टी भनेर कुदिरहेछन् मान्छेले, कतिले काङ्ग्रेसमा हाल्छन् त्यो भोट होइन। भोट बाँड चाहिँ राम्रै हुन्छ यसपालि। जस अब मेन भनेकोले माटोले गर्दा चाहिँ अलिकति चाहिँ भोटलाई हल्लाको अवस्था छ, किन भन्दाखेरि अब जातीयतिर गएको थियो। माटोको त्यतिर फेरि लिडर अलिक साइको लाग्छ क्या मलाई चाहिँ अर्को सामना। एकदम त्यो एकल गाँटे एटिट्युडबाट हुने चाहिँ अब अलिकति अब त्यो मान्छे चाहिँ जस देशलाई प्यार माया गर्ने मान्छे देखिन्छ कि, तर हुन चाहिँ त्यो अलिकति धेरै विवादित मान्छे भयो क्या त्यो होइन।
अब त्यही त कस्तो भन्ने अलिकति बोलीको ठेगान नभयो होइन त्यस्तो खालको माटेको मान्छे भर्खर आयो माटेकै कुरा गर्दैछ यहाँ हाम्रो गाउँको युवाहरू पनि आइसक्नु भएको छ होइन तेरो भोट कार्ड छ कि छैन छ यसपालिको भोट यहाँ ल अझै भाइ यहाँ आइज त के छ तेरो यसपालिको के छ भोट के लाग्छ हुन्छ नि त एउटा के हो त के हो भाउजू हेलो गरिदिनु सकेको होली होली सक्यो ल गोप्रोबाट ब्लग गोप्रोबाट भ्लग है भिडियो गर्नु हुँदैन अनि मलहरू पनि कस्तिको छ होइन पलाइदिने होइन 180बाट मात्र त कसको यो म के भन्नु मन न म त अब यति नै हो मेरो भनाइ हाम्रो यहाँ बिचानीमा चाहिँ पानीको व्यवस्था पनि छ यहाँ यस्तो तिर्खा लाग्यो यहाँ ठक्क मेरो दोकान अगाडि आउँदा हुन्छ होइन हाई गर्दै वितरण गर्ने अजय राजवंशी हो उल्टो भयो नि त दाइ कस्तो हाम्रो किन्नु भएको हाम्रो यहाँदेखिको अगाडि ठ्याक्कै अगाडि हाम्रो ठुलो पसल छ रतन ए फ्री हो कि किन्नु भनेर फेरि भोलिको किन चाहिँ हेर्न पानी वितरण होइन ल्यापटप त भन्नु फ्री हो आइसकेको माग्नु ओ रुबाक दाइ पानीको व्यवस्था छ जाक्स जाक्स आइज न ओ जाक्स ओइ खुट्टा काटो ल आजको गफ गफ हाम्रो भोलि जसले पालीलाई दियो उसलाई चाहिँ एउटा पानी फेरि आउँछ फेरि हामी फेरि आउँछौँ स्टेडियम होइन धन्यवाद